फर्स्ट इम्प्रेसन नै कस्तो बनायो भने कट्टु अनि झोला अनि चप्पल लाएर मलाई माग्न आयो घरमा। त्यो पनि गाउँमा जाने ठुलो भरियावाला झोला बोकेर आयो। दुर्गति थियो हालत। ए आमा, मलाई माग्न आएको रे। कसरी भन्नु, मम्मी यही मान्छे हो भनेर। बुवाले त बाटोमा नमस्कार गर्दा पनि नमस्कार फर्काउनु भएन छ। पछि घर आएपछि उहाँ ज्वाइँ हो भनेर चिनाएपछि ओहो ज्वाइँ साहब भनेर बल्ल नमस्कार फर्काउनु भयो। बाटोमा नमस्कार समेत फर्काउन लागेको स्थितिमा हेमारबी थिएन। एउटा फर्मल प्यान्ट पनि छैन, सर्ट पनि छैन, कोट त धेरै परको कुरा, टाढा जाओस्। त्यो झोले कट्टु हुन्छ नि बक्स प्यान्ट, हो त्यो लाउँदै चप्पल पड्काउँदै आएको थियो मेरो हात माग्नलाई विवेदले। त्यो झोला देखेर मलाई सबैभन्दा रिस उठ्यो। यस्तो घिन लाउने झोला थियो, बाफरे। गाउँ जाँदाखेरि पुरै भारी बोकेर ओहनकन टार हिमालमा जाने झोला जस्तो। हुन त मेरो परिवार त्यति जजमेन्टल हुनुहुन्थेन, तर पनि अति नै फनी मोमेन्ट थियो त्यो। परिवारले पनि खुब मजा लिए त्यस पलको। धन्न विविधले मलाई एक दिन अगाडि नै सुन न सुरक्षा, मलाई त त्यो कोट प्यान्ट लाउनु भनेपछि मर्या जस्तो हुन्छ, मेरो आत्माले मान्दैन, प्लिज कुरा मिलाउन भनेर भनिसकेको थियो। मैले होइन जसरी भए पनि सकेसम्म फर्मल भएर आउनु भनेर भनेको त थिएँ। यो मान्छेको भर छैन भनेर मैले मम्मीलाई पहिले नै सूचना दिइसकेको थिएँ राति नै। मम्मी भोलिपल्ट हतार हतार आउनु पऱ्यो रे, सर्ट प्यान्ट नै छैन रे, के गर्ने होला? मम्मीले ठिक छ नि त, तिमी गएर बजारबाट किनेर लिएर आइदियो ज्वाइँलाई भनेर त्यतिसम्म मैले भन्नुभएको थियो। तर उहाँको पारा झ्यालटुङ झ्याइ पार्दै हनुमान कट्टुमा चप्पल पड्काउँदै झोला भिरेर मलाई माग्न आउनुभयो, मेरो जीवनमा सुरक्षा छ भन्दै। मैले मम्मीलाई पहिले सल्लाह गरेको थिएँ, मम्मी धेरै क्वेसन नगर्नुलाई, किनकि मलाई थाहा थियो विविध अझै पनि स्ट्रगलिङ फेजमै हुनुहुन्थ्यो। धेरै प्रश्न गऱ्यो भने सायद नर्भस हुनुहुन्छ होला र हतोत्साही हुनुहुन्छ होला। त्यस कारणले मैले केही प्रश्न नगर्नु भनेर मम्मीलाई सूचित गरिसकेको थिएँ। हुन त मम्मी बाबाले पनि त्यस्तो केही प्रश्न गर्नु भएन। के गर्छौ, कति कमाउँछौ, कहाँ पढ्छौ, कसो गर्छौ, केही भन्नु भएन। मात्र यो सम्बन्ध सिरियस हो कि होइन, पछि गएर हाम्रो छोरी सम्हाल्नुहुन्छ कि हुन्न, त्यति मात्र सोध्नु भयो, जुन मलाई लाग्छ हरेक आमा बुवाको मनमा उठ्ने जायज प्रश्न हो। त्यसपछि हाम्रो झ्यापझुप इन्गेजमेन्ट पनि हुनुभयो। उहाँले प्राइभेट राख्ने भन्नुहुन्थ्यो। खै किन प्राइभेट राख्ने भन्नुभएको मैले बुझाएको थिइनँ। तर अचानक एक दिन खै घाम पश्चिमबाट उदायो कि क्या हो, आफैले टिकटकमा पब्लिक गरिदिनु भयो कि हाम्रो इन्गेजमेन्ट भयो भनेर। अच्छा, मलाई यो मान्छेको कस्तो दिमाग घुमेछ। त्यसपछि त पुरै हङ्गामा मचियो किनहरू रिलेसनमा छन् भनेर। अडियन्सहरू पुरै तरङ्गित भए। एउटै फिल्डको दुईटैको अडियन्स भएको कारणले सबैजना सक थिए र खुसी पनि। पुरै हङ्गामा मचियो, सबैजना अडियन्सहरू मिल्न लागे, खुसी भए, बधाई दिए। कसरी भयो, कहिले भयो, कहाँबाट सुरु भयो, सबैले प्रश्न त्यही गर्दै थिए। तर यो सम्पूर्ण घटना र दुलादालाई मात्र थाहा थियो कसरी के भएको भनेर। त्यसपछि भने विविध बाहिर जानुभयो। अब आफूलाई अट्याचमेन्ट इस्यु छ, विविधसँग यस्तो अट्याच भइसकेका थिएँ, अब कसरी विविध बिना बस्ने होला भइरहेको थियो। विविध जाने बेलामा म यति रोएँ, आफूलाई कसरी सम्हाल्ने होला जस्तो भएको थियो। उल्टा विविध त 1 महिनामा म त सक्दिनँ तिमी बिना भन्दै फर्केर आउनुभयो। म त खुसी नै थिएँ, जता बसे पनि उही त हो मेरो लागि भन्दै उहाँ आउनुभएको कुरामा खुसी थिएँ। हातमा ग्रिन कार्ड बोकेर आउनुभएको थियो, मलाई मिस गरेँ भन्दै। त्यसपछि उहाँ घरि आउने जाने गर्न थाल्नुभयो। पाएको चिजलाई चाहिँ किन छोड्ने, एउटा स्टेबल बनाएर राख्ने, तर बस्न चाहिँ नेपालमै बस्ने भन्ने उहाँको सोच बलियो हुन थाल्यो। यसरी मेरो प्रेम जीवनको जर्नीमा विविधको प्रवेश भयो। मलाई विविधसँग भेटाउनको लागि, म कसैको जीवनमा सुरक्षा बनेर रहिरहनको लागि सबैभन्दा प्रमुख भूमिका यदि अर्को कोही मानवले खेलेको छ भने त्यो हो अहमदुल्लाह। अहमदुल्लाह निकै मनकारी मान्छे। उनी आफै पनि व्यापारिक परिवारको मान्छे। उनलाई व्यापार सानैदेखि गर्न आउँथ्यो। उनलाई ब्रान्ड क्रिएट गर्न आउँथ्यो, उनलाई ब्रान्ड बनाउन आउँथ्यो। उनलाई केही कुरालाई कसरी सेल गर्नुपर्छ त्यसको ज्ञान थियो। हुन त विविधको भ्लग पहिलेदेखि दुलादाले हेर्नुहुन्थ्यो। त्यति बेला दुलादाईको पोखरामा टिएफटी भन्ने एउटा ब्रान्च थियो। हामी कफी खान त्यतै जान्थ्यौँ। उहाँले मेरो भिडियोहरू फलो गर्नुहुन्छ भनेर त्यहाँको स्टाफले मलाई जानकारी दियो। अनि डट बाइक लिएर पिङ्क कलरको बाइक बनाएको देखेँ। ओहो, केटा मान्छे भएर पनि पिङ्क बाइक चलाउने भनेर को रहेछ भनेर मैले ब्लुटिक भएको मान्छेलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ। त्यही मान्छेको थियो त्यो पिङ्क बाइक। पछि फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट पनि भयो।
फ्रेन्ड रिक्वेस्ट पठाएको एक्सेप्ट भएको 5-7 महिनासम्म हामी बोलेनौँ, तर दाइले भने मलाई हेरिरहनु हुँदो रहेछ। यो कुरा मलाई विविधले सुनाएको थियो। त्यसपछि तुला दाई पोखरा आउँदाखेरि विविधको अनि उहाँको आँखा जुत्यो र विविधले तपाईँ पासाङ दाईको साथी हुनुहुन्छ है भनेर प्रश्न गरेपछि हो भन्ने भयो र उहाँसँग कुराकानी भएछ विविधको। आफूसँग एनेक्स मात्र भएको विविधलाई त्यो डट बाइक सियास देख्दाखेरि खुब कम्प्लेक्सिटी भयो। ओहो, त्यस्तो बाइक पोखरा लिएर आएको भन्ने भयो र सोधिहाल्यो तपाईँको त्यो बाइक है भनेर। हुन पनि त्यो बाइक लिमिटेड एडिसन मात्र थियो, धेरैलाई चलाउन मन लाग्ने तर धेरैले किन्न नपाउने, थोरै मात्र सङ्ख्यामा बनेको त्यो दुला दाइसँग थियो। विविधलाई आफूलाई बाइक मागेर चलाउन डर लाग्थ्यो, अप्ठ्यारो लाग्थ्यो, तर दुला दाइले लाउ त चलाऊ भनेर बाइकै पुरै दिइदिनु भयो। नयाँ बाइक त्यसरी चाबी नै दिएर ल जाऊ, जता जान मन छ जाऊ, कता जाने हो भनेर दिइसके पछाडि अचम्म माने विविध। नयाँ बाइक कसैले त्यसरी दिन्छ, त्यो पनि बिना कुनै चिन्जान, त्यति धेरै विश्वास भन्ने विविधलाई परेछ। त्यसपछि दुलासँग आउने जाने क्रम बढिरह्यो, खुब भेटघाट हुन थाल्यो। विविधको यसरी भेटघाट भएपछि दुला दाई विविधको जिन्दगीको ब्रान्डिङ बन्न थाल्यो र विविधले दुला दाईलाई एउटा ब्रान्ड पार्टनर भन्दा पनि आफ्नो दाजुभाइको नाताले हेर्न लागे। दुला दाईले विविधलाई यति धेरै माया गर्न थाल्नुभयो कि ब्रान्ड प्रमोसन कसरी गर्ने, कसरी अपोइन्ट हुने, कुनै ब्रान्डसँग इन्गेज कसरी हुने, कसरी आफ्नो प्राइसिङ राख्ने, सबै कुरा सिकाउन थाल्नुभयो। यहाँसम्म कि दाई मेरो त कम्प्युटरले हेर्नु न, एडिट गर्नको लागि पावरै पुरा आएन भनेर भन्दा नयाँ कम्प्युटरै किनेर लिएर आएर दिने, त्यस्तोसम्म सहयोग गर्नुभयो दुला दाईले। निकै मनकारी दुला दाई एउटा गडफादर जस्तो बनेर आउनु भएको थियो विविधको जिन्दगीमा। त्यसै पनि मेरो अनि विविधको प्रेमलाई दुला दाईले नजिकबाट निहाल्नु भएको थियो। कथाको यो बिन्दुसम्म आइपुग्दाखेरि सुरक्षाले आफ्नो जन्म, हुर्काई, बढाई, राइडिङ करियरको सुरुवात अनि विविधसँगको भेट र अहमदुल्लाको भूमिका सबै बताइन्। अब अर्को भागमा भने उनले अहिलेसम्मको यात्राको समष्टि बताउने छिन् र सबै पार्ट एकैचोटि आउनेछ। च्यानल सब्सक्राइब गर्नुभएकोहरूले उक्त भिडियो भोलिपल्टै हेर्न पाउनुहुनेछ। त्यतिन्जेल आफ्नो मनलाई खुसी राख्नुहोला। नमस्ते।